कहिले कहिले पुड्की हुनुको पनि फाइदै छ। हाई गाइज, वेलकम टु माई टिकटक। हाम्रो चाहिँ अहिले ड्युटी छैन, त्यही भएर अल्छी लागेर आज चाहिँ हामी बयर टिप्न गइदिएको। अनि म चाहिँ अलिक पुड्की छु नि त, अनि मेरो हातै पुगेन बयरको बोटमा। हाम्रो दिदीहरू चाहिँ अग्लो हुनुहुन्छ नि त, अनि उहाँहरू चाहिँ पुरै बोटमा उफ्री उफ्री बयर टिप्दै हुनुहुन्थ्यो। अब म के गरेर बस्ने, मेरो काम भनेको भिडियो बनाउने, फोटो खिच्ने, त्यही गरेर बसेँ। दिनभरि रुममा बस्दा बस्दा अल्छी लागेर कहीँ बाहिर जाँदाखेरि मुड पनि फ्रेस हुन्छ नि त। अनि अहिले चाहिँ रमदान लागिरह नि त, अनि अब बयर त टिप्यौँ, तर लुकी लुकी भए पनि खाइदियौँ हामीले त्यहीँनिर। धेरै खाने चाहिँ हाम्रो अनिता दिदी हो। अनि मैले पनि भिडियो बनाउनको लागि अलिकति उफ्रेर छेउछेउको चाहिँ टिपेँ। मैले धेरै मेहनत गर्नु परेन, दिदीहरूले चाहिँ टक्क ल्याएर लखाउ भनेर दिनुभयो क्या। यस्तै हो सानो र पुड्की हुनुको फाइदा। अनि बयर चाहिँ धेरै मिठो थियो, गुलियो थियो। अनि अनिता दिदीले चाहिँ मलाई किरा हेर्दै दिइरहनु भएको थियो क्या, कुनै कुनैमा किरा पनि परे हुन्छ नि त। अनि यो खाऊ है, यसमा किरा लागेको छैन भन्दै दिइराख्नु भएको थियो। अनि हाम्रो दिन चाहिँ यसरी नै बितिरहेको छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। तपाईँहरू पनि सबैजना सेफ बस्नु होला। बाई बाई।